एरियामा के काम चले पनि टेन्सन काम नचले पनि टेन्सन के अनि हाम्रो चाहिँ जाडोमा चाहिँ त्यस्तो काम हुँदैन भनेको बेसिक मात्रै हुन्छ के हुन्छ तर पैसा चाहिँ काट्दैन फेरि हाम्रो त्यति दिनु पनि त्यति पैसा चाहिँ दिन्छ तर गर्मी लागेपछि चाहिँ यति काम कि नेपालबाट आएको 1 महिना गयो 1 महिनामा 1 दिन छुट्टी बसेको छैन के अनि हिजोबाट त मलाई त यस्तो गाह्रो भयो जस्तो फिल भइरहेको छ कि आँखाहरू दुखेर अनि जिउहरू पनि यस्तो लास्टै कमजोर फिल भइरहेको कि त्यही भइकन धेरै काम गर्नु पनि स्वास्थ्यको लागि ठिक होइन छ किन रेस्ट गर्नुपर्ने रहेछ भन्ने चाहिँ बल्ल मलाई हिजोदेखि कुरिरहेको रियलाइज भइरहेछ अनि आज चाहिँ मेरो छुट्टी थियो कि 1 महिना पछि चाहिँ आज छुट्टी थियो आइतबार अनि सुत्नु पर्ला भनिकन एकदम गाह्रो भएको थियो नि त अनि चाहिँ खाना बनाएर राखेको अनि साउले त बिहानै फोन गरिकन त पर्दै पो आमाको अनि बिहानभरि मात्रै भए पनि काम गर्दैन कस्टमर धेरै छन् टमाटर टिप्नु छ अरे के गर्नु फेरि नाइ भन्न सकिने साउ हो अब आउनु पर्छ